आज चाहिँ शनिबार बिदाको दिन। छोरो खुसी हुँदै बाबु मामु आज हामी एउटा गेम खेलौँ न भनेर भनिरहेको थिएँ। अनि त्यसै गरी अब घरमा जे उपलब्ध छ तिनै खानेकुराहरू बनाएर हामी आमा छोरो चाहिँ गेम खेल्ने तयारीमा रह्यौँ। त्यसै गरी हामीले बनायौँ एउटा प्लेटमा चाउचाउ ससेज फ्राई गऱ्यो। त्यसै गरी काँक्रा काट्यौँ अनि बदाम चिउरा साँध्यौँ अनि हामी आमा छोरो चाहिँ मिलेर गेम खेल्न लाग्यौँ। छोरो चाहिँ बाठो मान्छे खेल्दै जित्दै गरिरहेको थियो। जति जित्छ त्यति खुसी हुँदै ऊ चाहिँ मजाले खाइरहेको थियो। त्यति बेरसम्म हाम्रो सानी चाहिँ फेरि मस्त निन्द्रामा सुतिरहेको थिइन्। हामी खेल्दै गयौँ छोरोले जित्दै गए खाँदै गए अनि खुसी हुँदै थिएँ। फेरि आमा भएपछि चाहिँ कस्तो भने कहिले बच्चाका लागि साथी बन्नुपर्ने, सँगै खेल्नपर्ने, कहिलेकाहीँ टिचर बन्नपर्ने, कहिलेकाहीँ फेरि कारबाही गर्ने पनि बन्नपर्ने। अनि आमा छोरो एकछिन खेल्यौँ खाँदै खेल्यौँ अनि छोरोले जित्दै थिए खुसी हुँदै खाँदै पनि थिए। मलाई यो जापानबाट फुपाजुले अनि यो पनि जापानको हो अनि यो दुईटा चाहिँ नेपालको हो। अनि त्यो कचौडाको देख्नु भएको छ त्यो पनि जापान अनि त्यो बटुका र ससेज र काँक्रा चाहिँ नेपालको थियो। बाई बाई अल। अब हाम्रो भिडियो सक्यो। बाई। ससेज पनि हान्नु मेरो लागि बाँकी बस्दैनस् त्यहाँ। यो नहान्नु यो मम्मी रोकियोस् त्यहाँ।